हेलो साथीहरू देखिया छ आज चाहिँ हामी सिलगढी जानेछौँ अब साथीहरूलाई कुर्दैछु मैले बाटोमा गाडी आयो अलि माथि पुग्छु तल पनि छ होस् एकछिन एकछिन चलाइहाल्यो हामी चाहिँ अहिले शिवपुरी रिजोर्टमा आइसकेका छौँ र यहाँ चाहिँ अहिले पिकनिक पनि मनाउन पाइँदो रहेछ तल पिकनिकमा चाहिँ म्युजिक बजाएको धुन सुन्न सक्नुहुन्छ हजुर हो ल ओके लाली गुराँस पनि छ मौसम हेर्नुहोस् त कति रमाइलो देखेको छ मौसम त झन् कति राम्रो छ आज घमाइलो फुलहरू फुलेको है यो चाहिँ मेरो वान अफ द बेस्ट प्लेस पनि हो टु भिजिट होइन आज त मौसमले पनि एकदमै साथ दिएको छ साथीहरू कति रमाइलो हो नि त सिन एकदमै अब अलिकति काठमाडौँदेखि नजिकै तर एकदमै अब आफूलाई हुन्छ नि रिल्याक्स गर्ने निड भइरहेको बेलामा चाहिँ यहाँ आउन सक्नुहुन्छ है किनकि यो प्लेस चाहिँ बेस्ट नै छ आई ऐसी रात है जो बहुत खुश नसीब है चाहे जिसे दूर से दुनिया वो मेरे करीब है कस्तो लागिरहेछ ताजु त्यही त शिवपुरी भिलेज फ्यामिली हामी है कति रमाइलो है यसरी आउन पाउँदाखेरि होइन न कति राम्रो यही माथि बसी हुन्छ ल अब हामी चाहिँ फोटोसुट गर्ने खानु खानु नि खाना उसको फोन पनि लाग्दैन अनि दुईजना हात गाँच्नु न Thank you, Sashi.
यो चाहिँ साँझको भ्यू हो। अहिले 5 बजिसकेको छ, 5:30 भइसक्यो होला सायद। अहिले चाहिँ बल्ल शान्त भयो। कति रमाइलो, तपाईहरु पनि आउनु होला यहाँ। अहिलेको टाइम आउनु भयो भने मजाले फुलहरू फुलेको छ हैन, फोटोहरू खिच्न पनि मजा आउँछ तपाईहरुलाई। चट्ट लाएर यहाँ ब्रेकफास्ट खानुस्, दिउँसोभरि बस्नुस्, अनि लन्च खानुस्, स्न्याक्स खानुस्, अनि घर जानुस्। यहाँ तल पनि एकदमै रमाइलो छ। योदेखि उतापट्टि पनि छ। यो एकदमै ठुलो एरियामा रहेको छ यो रिजोर्ट। चट्ट लाएर यसरी गीत लगाएर आगो बालेर हैन भ्यू हेरेर खान कति मजा आउँछ। अब चाहिँ हामी एकछिनमा घरतर्फ फर्कन्छौँ। अब हामी घरतर्फ फर्कदैछौँ। कस्तो भयो आजको दिन? धेरै रमाइलो। थ्याङ्क यू फर माई डटर एन्ड माई थ्याङ्क यू सो मच। अब चाहिँ हामी घर फर्कदैछौँ। ल शुभयात्रा, शुभरात्रि। रमाइलो भयो। बाई बाई।